नमस्ते, म पुरुषोत्तम खनाल। आजको यस देशको समसामयिक अवस्था र राजनीतिक घटनाक्रमको बारेमा केही यसो जानकारी लिउँ र गरौँ भन्ने हिसाबमा चाहिँ यहाँ अहिले उपस्थित भएको छु। अब राज्यमा अहिले सञ्चालन गर्ने भनेको राज्यको निकाय अन्तर्गत कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका अन्तर्गत राज्य सञ्चालनको प्रक्रियाको मुख्य बागडोर सम्हालेका हाम्रा बालेन्द्र शाहले जुन अहिले घटनाक्रमहरू राज्यको सञ्चालन क्रममा भएका विभिन्न इस्यु अन्तर्गत गरेका घटनाका विषयमा बोल्नुपर्दा अब यो जस्तो सीमा मिचेको विषयमा र अन्य विषयहरू जुन समसामयिक विषयको बारेमा भन्नुपर्दा प्रस्तुति सम्पूर्ण ठिक छ, तर अहिले अब यो राज्यले हाम्रै पक्षबाट जुन अन्य देशको यानि कि हाम्रो छिमेकी राज्य भारतको भूमि मिचेको भन्ने त्यो उठाइरहनु नपर्ने विषय जुन चाहिँ आवश्यकता नभएको र नभएको घटनाक्रमको बारेमा त्यो कथा कहानी लाउन नपर्ने र आफ्नै लिपुलेक, लिम्पुयाधुरा लगायतका विभिन्न ठाउँहरू जुन नक्सामा नै मिचिएका छन् र मिचिरहेको अवस्था छ, त्यसलाई चाहिँ ल्याउनको लागि विशेष पहल कदमीका क्रियाकलापहरू गर्नुपर्ने भन्दा पनि अन्य विषयको उठान भएको कारणले गर्दा अब त्यसमा चाहिँ सम्बोधन गर्नुपर्छ र त्यो तदारुकताका साथ अगाडि लैजानुपर्छ र त्यसमा चाहिँ सरकारवालाहरूलाई अगाडि बढाउनुपर्छ भन्ने मुख्य विषय हो। र त्यसै क्रममा चाहिँ अब जस्तो ऱ्यापिडली डेभलपमेन्टका इस्युहरू छन्, डेभलपमेन्टका इस्युहरू अगाडि बढाउन छोडेर अब यी यस्ता यावत कुराहरूको पछि नलाग्दा राम्रो हुन्छ र डेभलपमेन्टका इस्युहरूलाई चाहिँ ऱ्यापिडली जस्तो अहिले नयाँ जुन आइटीका विषयहरूलाई एपहरू बनाउने र एपहरूलाई डेभलप गरेर राज्यलाई लिड गरेर अगाडि लाने भन्ने विषयहरू जुन चाहिँ उहाँ आफै यसो विद्वत वर्ग हुनुहुन्छ र एउटा टिम छ, त्यो टिमले अगाडि बढाउन सकेमा देश समृद्धितिर अगाडि बढ्थ्यो र यो झिना मसिना यो नचाहिने कुराहरू जुन हाम्रो देशले जुन सीमा मिच्नै सक्दैन र हुनै सक्दैन नहुने कुराहरूको इस्युहरू गर्न हुँदैन भन्ने कुराहरू जानकारी गराउँदै म यहाँलाई यो समय दिनुभएकोमा धन्यवाद दिन चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।